एभ्रिवान, सम्पूर्ण साथीभाइहरूलाई आज मैले इस्कुसको जरा लिएर आएको छु। पहिला चाहिँ मैले तपाईँहरूलाई इस्कुसको मुन्टा खुवाएँ है, मजाले मङ्गलबारै पछि। त्यसको बादमा इस्कुस पनि खुवाएँ। अब चाहिँ आजदेखि उता चाहिँ म तपाईँहरूलाई इस्कुसको जरा खुवाउँदैछु। यसैले गर्दा कम्ती छ, तपाईँले मलाई कल गरेर भन्नुहोला कि मैले तपाईँलाई राखिदिनुपर्छ भने चाहिँ म तपाईँलाई लुकाएर राखिदिनेछु। अनि सिमरायो पनि आएको छ। रायोको साग कति बेला निस्केर गए मलाई नै पत्तो भएन। भिडियो बनाउँदा नबनाउँदा सिमल तरुल आएको छ, बेतकिरा आएको छ, मसरुम आएको छ र भेज र ननभेजका अचारहरू त हामीसँग कन्टिन्यू हजुरले पाउनुहुनेछ। हेर्नुहोस् त, यति मजाले सजाएर राखेको दोकान कहाँ पाउनुहुन्छ र। हेर्नुहोस्, मुख्य पसलमा चाहिँ हामीले यसरी सजाएर तपाईँहरूलाई मजाले साफ सफाई गरेर राखिदिएको छु। हेर्नुहोस् त साथीहरू, मैले भन्दाखेरि हजारौँ आइटमहरू भन्दाखेरि मेरो भिडियो लामो हुन जान्छ, देखाउन पनि सक्दिनँ भिडियोबाट। तर कमसेकम आएर हेर्दाखेरि तपाईँले सबै प्रकारका भेराइटिज पाउनुहुनेछ। र बाई साथीहरू, फेरि पनि हामी भेट्नेछौँ अरू भिडियोहरूमा पनि।